ओइ हान्न मुला हान। एक गोलीको छ। छ्या जा अब एक गोलीको लाइन मार्न सक्दैन यार। मेरो बेबीले खाना खायो। बेबी तिमी मलाई कति माया गर्छौ? बेहुला बनाउँछु भन्थे बेहुला बनाएर गई। छ्या बत्ती पनि गयो यार। ओ चिन्टे जा त को आयो हेर। यत्रो मुला त जान तेरो खुट्टा भाँचिएको छ र। जाँठाहरू के तिमीहरू दुवैजना पागल हो? जोगाए पनि हुन्छ है। त जान त्यसो भए। ओइ केटा हो कोही छैन त बाहिर? भूत आयो क्या हो? होइन के भन्छ अहिलेको जमानामा नि भूतसुत हुन्छ नि। रोक म तँलाई सुनाउँछु मलाई एकचोटि कस्तो भयो थियो भनेर। एक दिनको कुरा हो। म साँझ पख खेतमा पानी लगाउन हिँडिरहेको थिएँ। त्यही बेला झल्यास के भयो थाहा? अब्बी के भयो? एउटा केटी जसको लामो कपाल थियो, लामो हातको नङ थियो, लामो दुध पनि थियो। दुध? कस्तो दुध? मुला छातीको के? अनि के भयो? अनि के हुनु? तेरो दाइ डराएर भाग्छ भन्ने सोचिस् होला। सुन, जति पटकमा आँखा झिमिक्क गर्थे त्यो भूत त्यति नजिक आइपुग्थ्यो। अनि त्यसपछि त के गर्ने? ज्यान जोगाउन भाग्नै पर्यो। त्यसपछि म उकालोतिर छिट्टो छिट्टो भागे। अलि टाढा पुगेर पछि हेरेको त के भयो थाहा छ? के भयो? त्यो भूत त त्यो लामो लामो दुध हुन्न आफ्नो काँधमा राखेर म सँगसँगै आइरहेको रहेछ। अनि त त्यसपछि तँलाई त खायो होला है? तेरो बाउ खायो। मलाई खाएको भए अहिले म तँलाई यहाँ गफ जोतिराखेको हुन्थेँ। अनि त्यसपछि के भयो भन्न? अनि त्यसपछि के गरम भयो। ल मेरो आज अन्तिम दिन रहेछ भनेर सोच्दै थिएँ र ओह्रालोतिर छिटो भाग्न थाले। अब त तँलाई पक्कै खायो होला। अरे यार बुद्धे सम्झा यार यसको। के चिन्टे त कस्तो कुरा नबुझेको? यसलाई त्यस भूतले अहिलेसम्म भेटाएकै छैन। एकछिन पछि थाक्छ होला अनि त्यसपछि त पक्कै खान्छ। ध्यान दिएर सुन्न। अरे यार कस्ताहरूलाई सुनाएछु। खाएको भए म अहिले यहाँ हुन्थेँ भनेको। ओइ यार सुना न यार त्यसपछि के भयो के? प्लिज के? त्यो भूतको कसम। ल ठिकै छ। त्यसपछि म ओह्रालोतर्फ भाग्न थालेँ। अलि टाढा पुगेर यसो पछाडि फर्केर हेरेको त के भयो थाहा छ? थाहा छैन। हा त्यो भूतको जुन त्यो लामो लामो थियो नि, त्यो लामो लामो दुध त्यो तलतिर लत्रेर भाग्नै नसक्ने रहेछ। त्यसपछि तुफान घर फर्किए। ओए बाँचेछस् है? मुला। अनि बुधे तेरो छैन यस्तो कहानी? छ नि सुन्छस्? छ भने भन्न। म पनि एक दिन त्यसै साँझ पख नै खोलाको तिर हिँडिरहेको थिएँ। अचानक के भयो थाहा? के भयो? मेरो अगाडि यस्तो भूत आयो कि यस्तो भूत आयो जसको टाउको नै छैन। हो र कठै बिचरा। अनि त्यसको टाउको पनि नभएपछि आँखा पनि त थिएन होला है? कसरी हिँडडुल गर्यो होला? ओए चुप्लाक। त्यसको आँखा चाहिँ थियो। टाउको नै नभएपछि आँखा चाहिँ कहाँ थियो? छातीमा थियो त्यसको आँखा। अब्बी छ्या। अनि के भयो? के हुने? म पनि राजु जस्तै तुफान घर फर्किएँ। अनि ओइ चिन्टे तैँले चाहिँ अहिलेसम्म कुनै भूत देखेको छैनस्? किन नदेख्नु नि? देखेको छु नि। त्यसो भए सुनाए नि त कस्तो भूत देखेको रहेछस्? सुन केटा हो, आजभन्दा त्यस्तै 10 वर्ष अगाडिको कुरा हो। हाम्रो घरमा
राति 12 बजे खानेपानी सकिएको थियो। त्यसपछि बाबाले मलाई राति 12 बजे धारो लगाउन पठाउनु भयो र एकछिन कुरेर बस भन्नुभएको थियो। त्यो धारो हाम्रो घरबाट लगभग 800 मिटर टाढा थियो। त्यो सुनसान रात यति अँधेरो थियो, म बल्ल बल्ल टुकी बालेर धारोतिर जान थालेँ। बिस्तारै बिस्तारै म अघि बढेँ। म घरबाट आधी बाटोसम्म के पुगेको थिएँ, मेरो टुकीको बत्ती झ्याप्प निभ्यो। अनि के भयो? अनि तर पनि म हार मानिनँ। त्यसपछि बिस्तारै बिस्तारै अघि बढेँ, धारोनिर पुगेँ। त्यहाँ के थियो थाहा? के थियो? दुईवटा निलो निलो आँखा टल्किरहेको थियो। अनि म पनि बिस्तारै बिस्तारै भगवानको नाम लिँदै त्यो आँखा भएको नजिक पुगेँ। हो र नजिक पुगेर हेरेको त त्यहाँ एउटा कालो न कालो बिरालो पो रहेछ। धारोमा पानी खान आएको रहेछ। ए मुला, बिरालोसँग डराउँछ? अनि सुन, त्यसपछि के भयो? मैले धारो लगाएर एकछिन धारोमा बस्न लागेँ। धारोमा बस्दाखेरि मेरो आँखा केमा गयो थाहा? केमा गयो? मेरो अगाडि एउटा लौकाको बुटो थियो। त्यो बुटो देखेर मलाई हाँसो लाग्यो। किन थाहा छ? किनभने त्यो बुटोलाई जे सोचे त्यस्तै देखिन्थ्यो। एकछिन त म रमाइलो गर्न थालेँ। त्यसपछि मेरो मन बिस्तारै बिस्तारै भूत प्रेततिर सोच्न थाल्यो। अनि के हुने नि, त्यो लौकाको बुटो पनि भूत देख्न थाले। अनि एकछिन पछि त त्यही लौकाको बुटो पनि भयानक डरलाग्दो रूप र आकार लिन लाग्यो। मेरो मन लकलक लकलक काप्न थाल्यो। म जति डराउन थाल्छु त्यो बुटो त्यति डरलाग्दो र भयानक देखिन गयो। ए हो र? अनि के भयो त्यसपछि? अनि के हुनु नि, म पनि तिमीहरू जसरी तुफान भागेर घर फर्किएँ।